Hello and namaste everyone. Welcome back to our YouTube channel. By the title र thumbnail चाहिँ हजुरले थाहा पाउनु भइसक्यो होला। आज हामी कहाँ जाँदैछौँ भनेर। यहाँ चाहिँ मेरो बहिनीहरु रेडी हुँदैछ। टेन्टेन। आज हामी कहाँ जाने र साथी भन्देऊ न। गाइस भन्देऊ न यार। किन लजाको? आज चाहिँ हामी क्याथ र सिस्युको घुम्न जाने। कता कता जान्छ भनेर म हजुरलाई देखाउँछु है। Okay na. Hello Dai. Hello, hi. I'm Ashish Pandari, Radio Technology. Eta Dai ko introduction. हामी कहाँ जाँदै हाम्रो क्याथको टोली हामी लङघलेमा जाँदैछौँ हाम्रो 200+ केस प्लस वेलकम टु डाक्टर अर्जुन डाक्टर अरुण सरी डाक्टर अरुण माई मिस्टेक अरुण कणेल अनि हाम्रो भाइ निशान्त हाम्रो साथीहरु चाहिँ पछि आउँदै है भाइ हामी चाहिँ तिनीलाई छोडेर हिँड्दैको भएको छ ल बिन्दवासिन माता रक्षा गरौँ यो बेला नि लालु दाइको फेयरवेल पनि हो यस भाइ हाम्रो लालु दाइको फेभरेट अनि डाक्टर अरुणको वेलकम हामी चाहिँ अब जाँदै हम लङ बहिनीलाई पिकअप गर्छु अनि दिदीहरु चाहिँ पछाडिको कारमा हुनुहुन्छ डाक्टरहरु छ अब हामी चाहिँ जान्छौँ वहाँ गएपछि हजुरलाई देखाउँछौँ दामी आहा है भ्यू ममता यता हेर्न हाई गर्दैन 10चोटि गर भाइ हामी कहाँ आइपुग्यौँ लङ आइसक्यौँ हामी आधी बाटोमा आइसक्यौँ यस उता ऊ यो रुखले छेक्के ह तर कस्तो राम्रो देखेछ हैन ओए त्यो माथिको त्यो खैरो खैरो हो है त्यो बादल लखन सबैभन्दा चुच्च के हो त्यही हो कुमे डाँडा रे हामी त हिँड्दै जानु भएको भाइ चाहिँ आज हिरो देखेछ स्पाइडरम्यान कहाँ हुँदै भन्ने गाचक हुँदै फेरि गर्दै त हेलो हाई I'm Mr. Ashish Pandari. Oh, Radio Technology. yeah. अरु के आफै भन्छ मैले भन्नै पर्दैन यसका बच्चा लाटा हुन्छ बाइका पाचा चाहिँ थाहा पाउँछ भाइरल हो के दाइ हल्का रमाइलो हामी चाहिँ यहाँ सरहरूलाई कुर्दै बस्यौँ सरहरूलाई कुर्दै बसेछौँ भाइ भाइले भोक लाग्यो नि भन्नु नि भाइलाई नि भोक लाग्यो अरे गएर त म खुलाइदिन्छु तिमीलाई हाम्रो सबसे सानो भाइ कति वर्ष रे 19 वर्ष रे 19 वर्षको बच्चा मन लाग्छ है आशिष दाइ त फेरि च्याट्ट लाएर ल भैँसीले नि हेरे मलाई कस्तो उस गरेर हामी चाहिँ अहिले हामी लङ भिलेज पुग्न लागिसकेका छौँ अब करिब हामी 5 मिनेट भित्रमा हामी लङ भिलेज चाहिँ लङगाउँ आइसक्यौँ बाजे कति जानुभयो भाइ मेरो झोला बोकेर भाइ बिचरा होइन भाइ बाजे नमस्ते बाजे नमस्ते हजुर बाजे नमस्ते बाजे नमस्ते यहाँको चाहिँ नि के भन्छ अध्यक्ष बसम आराम गरौँ एकछिन ओके सब म ट्रेन ल्याउनै भुलेछ ट्रेन सब बराबर नमस्कार बुवा है यता नि देखाउँ नमस्कार आराम गरौँ बजे कति जानुभयो त नि ए दिदी डाक्टर अरुण हजुर यता आउनु पर्यो हजुर यहाँ आउनु छोडिदिनु भयो लालु यहाँ बेस्ट विशेस डाक्टर अरुण हजुर आउनु पर्यो यहाँ हजुरको एकदम माग छ आउनुहोस् न डाक्टर के भन्ने त नि अब
लालु दाइ स्माइल खोज्नु नि स्माइल थ्याङ्क यू भन्नु हामी चाहिँ थ्याङ्क यू भन्नु डक्टर नि एकछिन हाँस्नु लाली हाँस्नु दुईटालाई थ्याङ्क यू एउटालाई थ्याङ्क यू हाम्रो दर्शकहरुले चाहिँ त्यसको लागि थ्याङ्क यू अरूलाई चाहिँ जोइन गरेकोमा थ्याङ्क यू The next day. पानी लिन पर्छ के ल त नि ग्रुप पुरै भएन कि दिदी ला खाने बेला पानी आएन र हामीले ब्लगको चकेर पानी खान पाएँ मैले जिस्का जस्तो भयो यति खाथे हामी चाहिँ बल्ल यहाँ कता आधी बाटो आइसक्यौँ यहाँ पानी खान लाग्यो त पानी नै सक्यो यार गाइस भाग्य नरहेछ सबसे चाँडो हिँड्नेमा भन्नु न वेलकम नवीना दिदीको भ्लगमा सबसे ढिलो हिँड्ने गाइस अपरेसन गर्ने अपरेसन माथि गरेर हिँड्नु बिर्सेर दिदी हिँड्नु हिँड्नु नवीना दिदीको भ्लगमा वेलकम चियाबारी दिदी यस्तो चियाको बोटहरू यस्तो तिनीहरू आउनु बाँकी हो लेट्स गो वाउ हेलो फाइनली हामी चाहिँ लङ गाउँको चिया बगानमा आइसक्यौँ यी हेर्न सक्नुहुन्छ यहाँ यस्तो हामी चाहिँ बल्ल बल्ल पानी तानी